छ प्लान? आज गाजा खाएर राजालाई फर्काउन मन छ। हेलो गाइज, ह्याप्पी महाशिवरात्रि। हामी आज जाँदैछौँ मन्दिरमा। जुन चाहिँ हामी मन्दिरमा जाँदैछौँ, हामी दुईजना भाइ छौँ र हाम्रो एकजना फुपू उताबाट आउँदैछन्। हामी तीनजना हुन्छौँ। लेफ्ट साथीहरू कस्तो हुन्छ, हामी जाँदैछौँ। हाम्रो यहाँ मन्दिर चाहिँ कुन मन्दिर हामीलाई थाहा छैन, हाम्रो फुपूलाई थाहा छ। हामी उस सँगै जान्छौँ, हामीसँग साधन छैन, हामी अटोमा जान्छौँ है त साथीहरू। लेट्स सी। काम तेरो के छ प्लान आज? आज स्केटिङ खेल्न जानु। स्केटिङ बात दिने, स्केटिङ खुट्टा भाँचियो न। हामी जाने मन्दिरको नाम चाहिँ महादेव गुफा तारागारी। हामीलाई थाहा भइसकेको छ साथीहरू। हामी अब एकछिनमा अटो बुक गरेर जान्छौँ। हामी चाहिँ अटोमा बसिसकेका छौँ। अब एकछिनमा के छ तिम्रो, खुसी छस्? यहाँ आज शिवरात्रिको दिन के खान्छस्? गाजा के खान्छस्? मासुमा मैले मिलाएको छु गाजा। अब तेरो बच्छ बाजा। अब जाँदैछ महादेवको मन्दिरमा राजा। के छ प्लान? आज गाजा खाएर राजालाई फर्काउन मन छ। हामी जाँदैछौँ महादेव मन्दिर तारागारी। कस्तो लागिरहेको छ? मास्क खोल, सबैले चिन्न चाहन्छु। यो हामी तीनजना एउटै ठाउँका हौँ र हामी उदयपुरमा हामी तीनजना मचाउँदैछौँ। कटारी हल्लेको छ हामी तीनजनाले गर्दा। के छ मुस्कान, ठिक छ नि? ल हामी अब के हुन्छ हामी त्यहाँ देखाउँदैछौँ साथीहरू। बाटो चाहिँ राम्रै छ, हाम्रो पिच रोड छ। हाम्रो गुरुजीले चलाउँदै हुनुहुन्छ। टाइमरमा माइलो मोटर चलाउँदै हेर न। सो हामी मन्दिर पुगिसकेका छौँ। यहाँ माथि हेर्न सक्ने त्यस्तो राम्रो छ। हामी तीनजना हामी एउटै ठाउँमा, कति रमाइलो है। नत्र कति निशैलो हुने थियो। हामी आज शिवरात्रिको दिन यस्तै छ हाम्रो। राम्रो बित्दैछ। तपाईँहरूको कस्तो बित्दैछ साथीहरू? यस्तो छ, राम्रो रहेछ है। ल जाउँ। यहीँ हो जुत्ता खुल्ने? मिनी हलेसी हो, राम्रो रहेछ। हामी फोटोसोटो पनि खिच्नेछौँ। यति दामी दृश्य रहेछ, यस्तो दामी छैन, यति राम्रो छ। खुसी छस् केटा? खुसी छस्? बाबु हिरो भ्याएको छ गेटअप त। मलाई यो मन्दिर ल पु हेर्न सक्नुहुन्छ सम्झनाको कपाल कति लामो छ। यति दामी रहेछ। म फर्स्ट चोटि आएको, यस्तो दामी रहेछ महादेव। दर्शन गर भाइ। अब ए यहाँ हो। ल दर्शन बजार। ल ढुकढुक सम्झना हो, त्यसै गर। हामीले यसरी दर्शन गरेका छौँ। मुस्कान ढोकाइ। महादेवको देखिराख कस्तो दामी छ साथीहरू। एकदमै ह्याप्पी छु आज। सबैको मनोकामना पुरा होस्, सबैलाई राम्रो होस्, त्यही चिताउँछु। यति ठुलो लाइन छ, कति बेला पुग्ने हो माथि। सम्झना कस्तो लागिरहेको छ? लाइन त यत्रो छ है, भोक लागिहाल्ला जस्तो छ। महादेवलाई पनि हेर्न सक्नुहुन्छ। बम बम बोले यहाँ चाहिँ। हेलो साथीहरू, हामी चाहिँ पूजा सकेर आइसकेका छौँ। थोरै भाङ पनि खायौँ भनौँ, अरू लागिरहेको छ कि साथीहरू। अब सो सबैजनालाई ह्याप्पी शिवरात्रि, बाई बाई। अलि झ्याप छ।